यदि तपाईहरू जुन इन्टेकमा साउथ कोरिया अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने हामीहरूसँग सौलबाट नजिकै रहेको वान अफ द टप युनिभर्सिटी अभाइलेबल छ, जसको ट्युसन फी पनि एकदम अफोर्डेबल छ र तपाईँहरूले पपुलर कोर्सेस जस्तै बिजनेस, एआई, हेल्थ साइन्स, इन्जिनियरिङ जस्ता कोर्सेसहरू पनि पढ्न सक्नुहुन्छ। Yes, Sejong Universityको representative is coming to Nepal for the interview session र यो चाहिँ अपलाइन स्टुडेन्ट्सहरूको लागि वान अफ द ग्रेट अपर्च्युनिटी हो इफ दे आर प्लानिङ फर जुन जुलाई इन्टेक। र यदि तपाईँहरूको एकाडेमिक क्वालिफिकेसन D2 र D4 भिजाको लागि मिट गर्छ भने तपाईँहरूले जुन जुलाई इन्टेकको लागि आफ्नो एप्लिकेसन प्रोसेस चाहिँ स्टार्ट गर्न सक्नुहुन्छ। यो इन्टरभ्यू क्लासमा चाहिँ तपाईँले डिरेक्टली युनिभर्सिटीको रिप्रेजेन्टेटिभसँग फेस टु फेस इन्टरेक्ट गर्ने मौका पाउनुहुन्छ र तपाईँहरू पनि यही जुन इन्टेकमै अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने जुन जुलाई इन्टेकको डेडलाइन चाहिँ छिटो नै क्लोज हुन्छ, त्यसैले आज नै पोलार एजुकेसन भिजिट गरेर आफ्नो साउथ कोरियाको जर्नी चाहिँ स्टार्ट गर्नुहोस्।